आज असार 15 को दिन गाइज हामी गयौँ कलेजबाटै रोपाई गर्न। हेलो गाइज, सबैलाई चाहिँ मेरो नयाँ भ्लगमा स्वागत छ। सुरुमा गाइज सबैजनालाई असार 15 गतेको हार्दिक शुभकामना दिन चाहन्छु। अनि गाइज आज चाहिँ म नुहाइधुवाइ गरेर टाकटुक परेर कलेज जान रेडी भएँ। अनि गाइज खाजासाजा खाएर लागेँ म कलेजतिर। गाइज आज किन घाम लागेन भने सोचेको त साथी त म भन्दा छिटो आइसकेछ। अनि गाइज एक दुई ब्रेक परेपछि ब्रेक पनि भयो। त्यसपछि साथीसँग बोलौँ भनेको साथीहरू डन पारामा बसेर आएको रहेछ। अनि गाइज हाम्रो क्लासको हालत चाहिँ यस्तो छ, यस्तो राम्रो बनाएको छ अरे नयाँ बिल्डिङभित्रको क्लास। गाइज अनि आज असार 15 को दिन चाहिँ कलेजबाट हामी रोपाई गर्न जाने भनेर खबर सुनेपछि हामी चाहिँ लाग्यो अब बच्चा भाटा। यो बच्चाहरू भाटा चाहिँ किन आयो भने गाइज आज चाहिँ रहेछ स्कुलमा टिचर्स मिटिङ, त्यही माथि आज हाम्रो ब्रेक थियो। अनि सर म्यामहरूले चाहिँ हामीलाई कन्ट्रोल गर्नको लागि एकउन्डा क्लासमा पठाउनु भएको थियो। मेरो पालो चाहिँ गाइज मैले सबै बच्चाहरूलाई चाहिँ खेलाउन थालेँ अन्टासिटी। फेरि अन्टासिटी खेल्न भनेर सबैजना बच्चाहरू रुक्कै भएको थियो। कति अन्टासिटीको गीत मात्र सुन्नु भनेर भाइले डान्स गर भनेको त फेरि भाइले त डान्स बवाल गर्न थाल्यो। एकछिन भयो नि रमाइलो भयो। त्यसपछि क्लासलाई टाटा बाई बाई भनेर लाग्यो अब हामी तलतिर। तल ओर्लेपछि गाइज हामी चाहिँ सर लाग्यो टोखातिर। टोखा चाहिँ किन जान लाग्नु भयो भनेर सोच्नु भयो भने गाइज आज असार 15 को दिन रोपाई गर्नु पर्यो नि त। अनि गाइज फाइनली पुगेपछि हामी चाहिँ लाग्यो अब सिधै खेततिर। अनि गाइज केटाहरूलाई हिलो खेलौँ न भनेको त स्कुल ड्रेसमा को खेल्छ भनेर मानेको थिएनन् गाइज। अनि हामी सबैजना चाहिँ असार 15 गते मनाउन थाल्यौँ। त्यसपछि गाइज मैले चाहिँ ट्याक्क पारामा ट्र्याक्टर चाहिँ पटाटर चलाउन थालेँ। साथीहरू चाहिँ गाइज मेरो प्रो छ नै ट्र्याक्टर चलाउन, आमामा खतरा चलाउँछ नि। अनि गाइज केटाहरू सबैजनाले ट्र्याक्टर चलाएपछि चाहिँ लाग्यो हामी धान रोप्न। गाइज अनि एकछिन रोपेपछि चाहिँ हिलो पनि खेलियो। हाम्रो यो राइट साइडको साथी चाहिँ फेरि लाउँदै नलाउने भनेको थियो, लगाएपछि झ्यापझुप लगाइदिएको केटाहरू सबजना मिलेर दोष एकछिन रिसायो। त्यसपछि मक्ख पर्न थाल्यो। सो गाइज अनि खत्रै रमाइलो गरेपछि हामीलाई लास्टै भोक लागिरहेको थियो। त्यही माथि आज असार 15 गतेको दिन दही चिउरा खान पाएर हामी सबैजना मक्ख पर्दै भोक आएको बेला खान थाल्यौँ ग्यामका ग्याम। साथी पनि फेरि ग्यामका ग्याम खान थाले। हाम्रो ह्यान्डसम सर पनि चिल पारामा खान थाल्नुभयो आनन्दको साथ। दोस्तसँग पनि एकछिन रमाइलो पनि गरियो है त गाइज। गाइज म चाहिँ फर्स्ट टाइम नै भएर होला कलेजबाट यस्तो धान रोप्न गएको भनेर म त अचम्म भएको थिएँ। कलेजबाटै धान रोप्न गएर यस्तो रमाइलो गर्न पाउँदा गाइज हामी चाहिँ अब मक्ख पर्दै स्टार वेस्ट एक्टिभिज बेस्ट भन्दै लाग्यो अब घरतिर। सो गाइज आजको लागि चाहिँ यति नै गरौँ ल, बाई। भोलिको भ्लगमा भेटौँला।